खत्रै छ हाम्रो च्यानललाई लाइक सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला। मेरो युट्युब च्यानल चाहिँ अर्जुन खड्का ब्लग भनेर राखेको छु। अर्जुन खड्का ब्लग भनेर सर्च मेरो च्यानल आउँछ, मेरो ब्लग आउँछ। प्लिज एकचोटि गएर भिजिट गरिदिनु होला है त्यो ब्लगलाई। खत्रै छ है हाम्रो ग्याङ, खत्रै छ। यहाँ अर्को सानो पनि छ है, आफ्नै तालमा कुदिरहेको छ। निन्द्रा लागिरहेको छ क्या भाइ, हो निन्द्रा लागिरहेको है। हामी कटारीमा छौँ अहिले। कटारीको यो के अरे भाइरल रोड भन्नुपर्छ यसलाई है, नगरपालिकाको छेउ छ। नगरपालिका हो यो चाहिँ। यो एकछिन यहाँ गाडी आउँछ, गाडी आउँछ। कहाँ फेरि हिँड्दैछ भाइ? हामी यता टाइगर फिल्टर जान लागिरहेको छौँ होइन। अनि त्यहाँबाट हाम्रो सेमस भाइ पनि छ यहाँ। सेमस टुरिस्ट भाइ हो, टुरिस्ट भाइ यहाँ आफ्नो है। टुरिस्ट भाइलाई कोही कहाँ छ? टुरिस्ट भाइ हो यो, टुरिस्ट भाइ। अनि त्यस पछाडि अर्को टुरिस्टको दाइ छ त्यहाँ फेरि, अर्को हिँडिरहेको छ टुरिस्टको दाइ। अनि अर्को छ फेरि यहाँ टुरिस्टको भाइ होइन, यो चाहिँ ब्ल्याक टुरिस्ट भन्नुपर्छ यसलाई है। ब्ल्याक टुरिस्ट छ यहाँ। अनि त्यस पछाडि अब म त के भन्नु अब है, मलाई के भन्न हुँदैन होला जस्तो लाग्छ। म नेपाली हो त, नेपाली नै होला सायद, भन्न मिल्दैन नेपालमा बसेर फेरि। नागरिक त छ तर सुकुम्बासी चाहिँ हो है फेरि। म्याच भाइ ओ एल्जिन भाइ, हामी कहाँ हिँडेको? हामी कहाँ हिँडेको एल्जिन भाइ? अनि 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 एल्जिन भाइ यता एल्जिनले फेरि दबाई चाहिँ सँगसँगै बोकेर हिँडिरहेको छ होइन है। ल ल ल ऊ चप्पल चप्पल खुस्क्यो भाइको चप्पल, चप्पलको त्यो लगाइदियो त, चप्पल लगाइदियो है चप्पलको पछाडिपट्टि मजाले त। यहाँ फेरि भाइले त यहाँ हङ्गामा मचाइहाल्छ नि फेरि। ल यहाँ टाइगर पनि लगाइदिन्छौँ हामी होइन। टाइगर पनि कटारीको टाइगर फेरि यहाँ ठुलै छ। यो चाहिँ कपडहल है, कपडहल। अनि यहाँ म्याच हुन गइरहेको जस्तो लाग्दैछ मलाई टाइगर फिल्डमा है। यहाँ त हामी त सधैँ नै आइरहेको कहाँ हामी छ जिम हाउस। चलो चलो भाइले हामी जिम हाउस देखाउनु पर्ने छ हौ, जिम हाउस है। हाम्रो जिम हाउस पनि छ। म चाहिँ कहिलेकाहीँ यसो जिम गर्न आउँछु। बडी पनि सानो छैन हो है, सानो बडी छैन, सुकेको जस्तै छ यार, सिद्राको जस्तो छ। अनि कपड हलको छेउमा छ त्यो के अरे जिम हाउस चाहिँ होइन गाइस। अनि हाम्रो यहाँ घरहरू चाहिँ यस्तो खालको छ है, पहिलाको घरहरू चाहिँ टाली लगाएको घरहरू छ त्यहाँ हेर्न सक्नुहुन्छ है। कसैको नयाँ पनि छ। अनि अब यो अहिले बनाएको त नयाँ भइ नै हाल्छ त्यसो पनि होइन। अनि यो यहाँनिर चाहिँ जिम हल छ, यहाँ जिम हल छ साथी समूह भन्ने हो यो चाहिँ होइन। यहाँ जिम हल छ, यहाँ चाहिँ 2 तले बनाएको छ लगभग, कुनै समूहको घर हो यो। अनि यहाँ चाहिँ जिम अनि हामी यसो बेलुका बेलुका आउने गर्छौँ कहिलेकाहीँ है। गाइस वेलकम टु भनेर लेखेको छ। घुमेर फेरि हिँड्दैछौँ है हामी। घुमेर चाहिँ लगभग अब फेरि होस्टलतिरै जाँदैछौँ है। अब यहाँ यस्तो खालको एउटा खालको छ। भाइले के गर्छ त हेरौँ है त। आमामा यार भाइ त अगाडि नै हामी फालिहाल्यो नि। भाइ खतरा छ, स्पाइडरम्यान जस्तै भन्छ। मेरो हातै गरिरहेछ आज। आमामा एनर्जी सकेछ मेरो। 50 किलोको मोबाइल एक्सट्रिम पियो एनर्जी बढायो।
भ्याक्सिन पिउनु पर्छ कि क्या हो हो टाइगर फिल्डी यहाँ गेम पनि हुन लागिरहेको छ जस्तो छ होइन मौका मिल्यो भने ओइ यो टेक्नु हुँदैन कसले सुकाएर राखेको होला सायदै है हावाले झऱ्यो है त्यस्तो भइरहेको छ ल किम्बुको बोट पनि काटेको छ यहाँबाट यहाँले ठुटे देखिरहेछ अनि फाइनली हामी चाहिँ आइपुग्न लागेको छौँ अनि भाइले यहाँ क्रस फायर पनि कुदाइरहेको छ है भाइको क्रस फायर खतरा छ ल है क्रस फायर उडाउन आउँछ भाइ आउँदैन गुड्छ मात्रै होइन उडाउँछन् पनि नि पङ्खा पनि लाउनुपर्छ नि त त्यसमा अनि उडिहाल्छ नि ओ भाइ एल्जिन भाइ मजा आइरहेछ हामीलाई एल्जिन भाइ गुच्चा खेलिरहेको छु त्यहाँ फेरि पूजा गरेर बाटोमा बाटोमा फ्याँकेको होला होइन पूजा गरेर भर्खरै पूजा गरेको होला सायद यो हिजोकै हो यो चाहिँ मोडल स्कुल हो है मोडल स्कुल हो यो यहाँ स्केटिङ पनि छ गाइज स्केटिङ पार्क गाइज हामी फाइनली चाहिँ आइपुग्यो घरतिर फेरि घुमिवरी है यो चाहिँ होस्टेल हो हाम्रो यही होस्टेल